Hello and namaste guys, welcome to my second mini vlog. I hope तपाईहरु सन्चै आरामै हुनुहुन्छ होला. So guys, आज पनि म काठमा नाम्लो बोकेर घाँस ल्याउन जाँदैछु. So तपाईहरु देख्न सक्नुहुन्छ. So guys, जाँदै बाटोमा यस्तो खालको बिरुवा भेटियो. यसको नाम चाहिँ तपाईहरुकोतिर के भन्छन्? हाम्रोतिर पानी औँला भन्छन् गाइसहरु. यसको पात चाहिँ मजाले लुरेर उडाउन मजा लाग्छ गाइसहरु. आहा, फाइनली म चाहिँ बारीमा आइपुगे गाइसहरु. यो चाहिँ मेरो घाँसको बारी. एकछिन बारी भुइँसँग कुरा गर्नु पर्यो. आलु खन्दान बा आलु फलेछ यहाँ यहाँ ठुल्ठो पिना लगाएको पिना त के को होला यो देशी खाने हो र के को आलु होला बोटै छैन आलु जम्मा लाबारा हुन्थ्यो के फोटो पनि हात छोरा लाउने भन्छ आलुको अवस्था दाङबाट ल्याएको रे भाइ दाङबाट ल्याएको बिउ एक कोटाको चाहिँ हाले आऊ बोटै कट्रा छ पानी नभए नाजुक अवस्था. सो गाइस, कुरा गरिसकेपछि म चाहिँ घरतिर लागे. मेरो भारी बोकाइको स्टाइल हेर्नुस् गाइस. सो गाइसहरु, म चाहिँ रोड बाटोमा निस्के. मेरो अवस्था नाजुक छ. यो चाहिँ अझै घर पुग्ने बाटो हो. फाइनली म चाहिँ आडी बाटो आइपुगे गाइसहरु. यहाँ देख्न सक्नुहुन्छ त्यहाँबाट देखिने भ्यूहरु. सो गाइस, फाइनली म चाहिँ घरतिर आइपुगे. मलाई चाहिँ एकदम ठकाइ लागिरहेको छ गाइसहरु. यही ठकाइको न्यूमा गाइसहरु म चाहिँ खान्छु एक गिलास मही. मोही हैन है गाइस, मही. त्यसपछि गाइसहरु मही खाइसकेपछि म चाहिँ भात पकाउने तयारीमा लागिए. सुरुमा त गाइस म चाहिँ मसी लगाए कुकुर पिरेसमा. त्यसपछि मैले एकछिन हात धुए. त्यसपछि गाइसहरु म चाहिँ चामल लिएर पखाल्न थाले. चामल पखाल्दाभरि एकछिन डिजे बजाऊ गाइसहरु. सो गाइस, चामल पखालेर म चाहिँ लागे आगो बाल्न. आगो बालिसकेपछि मैले भात टेकाइदिए. भात टेकाएपछि म चाहिँ लिन गए तरकारी. अनि यसलाई पखालेर मजाले काटियो गाइसहरु. अनि तरकारी काट्दा यता आगो मरेको रहेछ. आगो फेरि मजाले बालिदिए गाइसहरु. त्यसपछि भात पाक्यो. अनि फेरि तरकारी पनि पकाउँदै थिए गाइसहरु. भन्दै तरकारी पनि पाकिहाल्यो. त्यसपछि गाइसहरु एकछिन चलाएर थोरै पानी राखिदिए गाइसहरु. त्यसपछि तरकारी पनि पाकिहाल्यो. अनि गाइसहरु म चाहिँ लागे खाना खान. अनि यो खाना खाँदै भलक पनि यही सिद्धिन्छ गाइसहरु. सो गाइस, यो चाहिँ मेरो सेकेन्ड मिनी भलक. सबैले माया साथ सपोर्ट गरिदिनु होला भन्दै थ्यांक यू एन्ड बाइ बाइ.